तो हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग गाइस। आज म नेपालीमा ब्लग गर्दैछु। तो आज म जाँदैछु बोगोरी लिनु। बोगोरी जङ्गल, हाम्रो यतापट्टि जङ्गलमा पाउँछ बोगोरी। तो म र मेरो बहिनी जाने हो आज बोगोरी लिनु। तो जाउँ अब, गएर आऊँ, बाइक निकाल्नु हिँड्छु। उता पोलिथिन बोक प्लास्टिक छ होला, दाउ पनि एउटा बोक्ने उति छ दाउ। बहिनी म जाने हो। गाउँको खबर यस्तो छ है गाइस। आज चाहिँ नेपालीमा ब्लग गरेको है मैले नेपालीमा। जितना भी मेरा हिंदी दोस्त लोग है आज, जितने मेरा हिंदी दोस्त लोग है आज, उसके लिए सबसे लिए सॉरी, क्योंकि मेरा आज ब्लॉग जा रहा है नहीं नेपाली में। क्योंकि ज़्यादा हिंदी में डालता हूँ तो ज़्यादा वो वॉचिंग नहीं आता है, तो इसलिए। तो अब दाउ लिन जाने हो। दाउ लिएर बोरी लिन जानुपर्छ। डर लाग्छ दाउ लिएर बोक्नुपर्छ है गाइस। यो जङ्गल जान चाहिँ दाउ बोक्नुपर्छ। अब दाउ पनि भयो, झोला पनि भयो। अब हाम्रो भटबाट निकालेर चल्दिने हो। भटबाट निकालेर जङ्गलतिर हिँड्ने हो ठ्याक्कै होइन। अब हामीहरू बोगरी लिन जाने हो नि काकी। अब यस्तै छ पारा गाइस, गाडी रेडी। अब हामी बोगरी यसो हल्का लिएर आउनु पर्यो नि त होइन। थोप्रा कस्तो देखिरहेको छ, ठिकै छ, एकदम बराबर थोप्रा छ गाइस। हो बोगरी पनि लिनु जानुपर्छ। तेल छ कि छैन, तेल पनि हेरिदिइराख्नु है गाइस। तेल फुल हो, मैले हिजो हालेको छ नि त तेल। 550 हिजो हालेको, अस्ति पनि हालेको थियो। एकछिन गर्छु ल, फेरि कन्टिन्यू। लु अब हामी चाहिँ हिँड्ने है गाइस। एउटा हातले हो मोबाइल धरेर अनि अब हिँडेको छु हामी अब है। एकछिन यता बहिनीलाई मोबाइल दिनु पर्यो ल। अब यताबाट चाना लाने, जङ्गलमा काम दिन्छ खानुको लागि बोगरी टिपेर। यसलाई भनेर चाना खाने भनेर चाना लिएर गएर मजाले खाने, पेप्सी लिएर जाने। बोगरी चाहिँ कति टिप्नु भगवान् जाने। झोला पनि यत्रो छ। त्यो चाना बनाएको गजब बोला सिस्टममा बनाउँछ नि त। अन्डा लान्छस् अन्डा? हामी त त्यहाँ घिच्नु गएको मात्रै हुन्छ, एकछिन पछाडि घिच्नु पर्छ जान्नुहुन्छ। गरम भयो, पुग्ने बित्तिकै घिच्नु ओरिजिनल चाना। এইটো কি হয়? চিলি সস। এইটো নেলাগে হ'ব টমেটো সস, চিলি সস নেলাগে। এইটো ক'ত গ'ল? শুকান এইটো আনিছিলে জলকীয়া আপুনি, শুকান জলকীয়াটো ঢালি দিয়ক। আৰু এইটো এইবিলাক এইখিনি দিলে হৈ যাব। तो गाइस हामीहरू अब चाना लिएर हिँडेको कस्तो आएर चाहिँ मलाई पनि थाहा छैन। ब्याकग्राउन्ड यस्तो हेर्नुहोस्, यता हामीतिर नि कता गर्नु, यता हेर्नुहोस् कति साह्रो भइरहेको छ यता हो भिडियो गर्नुको लागि। अब यताबाट हामी निस्केको चाना लिएर हो। अब यस्तै त छ रास्ता, बाटोहरू यस्तै हो। अब निस्केको है गाइस यताबाट हाम्रो। बातमा देखाउला यस्तो पो होला कि क्या, उल्टा पो भइरहेछ होला हौ। ए गाइस हामी चाहिँ जङ्गलतिर पस्यौँ है बोगरीको लागि। हेर्नुहोस् त्यस्तो बोल्छ। यता चाहिँ नि हात्तीको गुहुहरू मात्रै भेट्छ है। सुन पापडी जुन चाहिँ बनिन्छ त्यही खान्छ नि हामी। ए जङ्गलै जङ्गल छ है गाइस। सुन पापडीको लागि चाहियो भने हामीले यसो खबर गर्नु, हामी यताबाट दिन सक्छु है। यस्तो छ पारा हो दाजु बहिनी। फेरि दाजु बहिनी नै ब्लगर पऱ्यो। कम साह्रो हो यता हामी फेरि अहिले। अब
Your truth shines, no doubt remains. Been curses for their efforts strains. Drunk on power, lost in chains. For you, Lord, will end their reigns. Beloved, God says, I am making all things new. Vita nova vide. Vita nova vide. We place ourselves beneath your authority. Washed clean within your water and blood, so pure and bright. You taught us to resist, to stand and overcome. No more rust in us. Vita nova vide. Vita nova vide. Renewed by grace. What a steadfast love, what an irrevocable. तो हामी बल्ल पुगेर बाइक यता स्ट्यान्ड राख्यो अब हामी बोगरीको तलासमा हिँड्ने अब कता हो खै झोलाई बोकिहाले बहिनीले अब बोगरी पो कहाँ भेट्ने हो डाङ पनि कहाँ भेट्ने हो कुन चाहिँ अब यस्तै छ हेरौँ अब कहाँ भेटिन्छ पहिला चाहिँ देखोस् के हुँदैन बाइक हेर्दा मेरो सबै आइरहेछ भएन हौ गाइस अब हेर अब यताबाट अघि देखेको कहाँ हो हामीले यो हो अब्बो खतरा रहेछ त नि यता त इस यस्तो छ अब हो गाइस अलिक साह्रै छ यता पुरा यता जङ्गलको भाइस आइरहेछ यार दाजु पनि यता आज अब यताबाट पुरा झार्नुभयो कसरी फेरि ए पहिला खाने नि यता बसौँ न त यता राम्रो छ नि यता काट न ए निकाल न पहिला चाहिँ हामी खाने गाइस किनकि चाना हो सादेको चाने हो त बाफ्रे बोगरी पनि कत्रो हो न इस आम्मा पहिला चाहिँ खाइहालौँ है गाई यता के छ हाम्रो यता यो झोलामा पावर पावर हामीको फेरि बोगरी लिने सामान भन्दा खाने सामान धेरै छ नि पिकनिक मनाउन आएको जस्तै छ चाना चाना खुल्न अनि यता छ मिमी अब यता हामी मजाले दुईजना बसेर के हो चकलेट लु खोल एकदम मजाले त अब चाना साजेर पहिला खाने हो जग्गा त यस्तै हो गाइसी एकदम चाना साजेर खाने पहिला त्यहाँबाट यता राख्ने यता अब हामी दुईजना चाना पहिला खाने चाना खाएर मात्रै काम हुन्छ है चाना पनि फाटेछ चाना पनि फाटेछ है गाइस रोकी के हो त्यो फेरि चाना त फाटेछ पहिला पेट पुग्छ त्यहाँबाट मात्रै बोगरी कस्तो तलै छु हामी यता बोगरी पनि जानु पर्ने यता बस्न पनि भएन बोगरी कत्रो भयो नि यता देखिहाल्छ म झार्छु त चिस्न सबै लु यतिकै चाहिँ हुनुपर्छ क्या जङ्गल आएको छ एकदम मजाले भाग्छु न हाल किन हाल हामी चाहिँ पिक नदीको छेउमै छु तपाईँ देख्नु भएन नदी अब भरेतिर जानु देखाउन नि त घाम दुबेको छैन यता गरमले मान्छेको हालत छैन बस चौता खेर्नु त कस्तो रहेछ नि एकदम निमक अलिक कम्ती भयो निमक कम भयो अन्त मिठो हुन्छ निमक कम त निमकै खानु के खानु निमकै छैन त्यसको त सानो गर्नु त नि हुँदैन रहेछ हुँदैन यतिको चाहिँ अब यता पावर छ यता पेप्सी यता पानी यता चाना माथि छ बोगरी लगासी यो चाहिँ खाइहाल्नु पऱ्यो छिटो छिटो लु खानु त लु
खाथ्यो बो 그래서 나와서 자, 하나. 비에 발라서 좋았어. लिएर एकदम. ताउले छ नि सबै देखेर. छैन ल लु गाइस चाना खत्तम अब जानुपर्छ यस्तो गरेर हो यस्तो हो नि त पारा त कम झर्छ त नि लु लु उठ 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 रुक्नु आएको छ. कसैलाई के को हतार कसैलाई चक्करलाई खानुको हतार गाइस पुरा ठुल्ठुलो बडो बडो छ र है हेर्नु त है हो यतिको भयो भने अरू के चाहियो त मैले एउटा नछोडे सबै टिपेँ यही गछमा भेटिहाल्छ एक झोला यो गाइस गछ चाहिँ यस्तो छ उठ्नु पनि सकिँदैन हेर दाजु बिना गरे आज बोगरी झोडा खानेमै छ त्यसको थोप्रा बाँधिदिनु जस्तो देखेको छैन गाइस सर्दी लाग्दैन हैन. ल अब के लाग्दैछ कुनै टाउकोतिर पनि लु उठ्न त छिटो अब झराएर जानुपर्छ गाइस 1 बजिसक्यो 2 बज्न आँटिसक्यो गएर एडिट गर्ने हो भोलितिर फेरि हाल्नुपर्छ नि त यसो त्यो के हो त्यो हेर्नु त के हो त्यो बरुला हो के हो गड्यौला? बरुला गयो. होइन होइन होला तँ चाहिँ उठ्न छिटो हेर्न फेरि लु अब चाहिँ झराउँ ल अब झराउँछु म बहिनीले टिप्छन् बहिनीले अब भिडियो गर्न रेडी एकदम नदी चाहिँ उता छ हामी चाहिँ यहाँ त कुनामा बसेको हामी तपाईलाई नदी देखाउन आएको हैन नि त. हामी त तपाईँलाई बोगरी पो देखाउन आएको त बोगरी कहाँ गयो बोगरी कहाँ यता बडो बोगरी थियो चाना चाहिँ हाम्रो वेस्ट भयो किनकि निमक पनि लागेन अब भोलितिर चाना खाएको ब्लग देउला नि त हुन्छ अलिकति बोगरी चाहिँ झरा अनि त्यहाँबाट तपाईँलाई देखाउँछु ल अब बहिनीलाई भिडियो गरेर अलिकति ऊ पनि ब्लगर हो मन्दन अफिसियल उसको पनि च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला है ल के भएर लु भन्न अब. एकदम अब म चाहिँ बोगरी झराउनु यता हो कोसिसमा छु एकचोटि वाउ गिरो है बोगरी. बोगरी त होइन बेसी त बोगरी भन्दा चाहिँ त्यसको पात त बेसी गिरेछ है. एकदम बोगरी झर्दैछ के पर्छ अब बोगरी हो यसरी झराउनु पर्छ यता चाहिँ यस्तो आया केला कानमा पसेको यो पनि झऱ्यो वा छेउमा छौ दादा. एकदम बोगरी झराउने टेक्निक यही हो यसबाट गर्नु पर्यो लता रहेछ त यो छुरिँदैन नि त ए एकदम बराबर बोगरी झराइँदैछ ल अब तपाईँलाई देखाउँछु झराएर कति झोला लिँदो रहेछ है अब भिडियो मात्रै गर्ने त टाइम छैन के अरे हामी अब टिप्नु पनि पर्यो नि त. बोगरी चाहिँ अब पुरा झरायो अब टिप्ने यता धन्दामा लागौँ है बोगरी पनि पुरा यता सेतै रातै भयो हेर्नु त यो झरेर यता उता बुझ्ने टिप्दै आउँछ म यता टिप्दै जान्छु है एक झोला त लानै पर्छ आज त नाक काटिन्छ नि फेरि हाम्रो तर यसो झोला कम झरेको त नि आमा हो अब यही बोगरी बेङ्गलोर पनि लिएर जानुपर्छ होइन त्यही भएर अनि बोरीको अचार पनि लु है ल है गाइस एकदम टिपौँ है अब ल एकदम बहुत साह्रो हो ल एकदम बोगरी टिपायो भन्दा चाहिँ यता त हाम्रै मोबाइल पनि यस्तै चार्ज छैन लु टिपिसकेर यता कट्ठा गरिसक्छु अनि तपाईँलाई देखाउँछु ल बस यताबाट चाहिँ यति नै निक्ल्यो यति मैले हो यता राखेँ बाँकी यता पनि छ यता यो गछबाट चाहिँ यति नै भयो अब यता गछ चाहिँ टाक्लु भयो पुरा अझै पनि बुइनी टिपिरहेको छ नि त्यता अझै लुकेको छ अब पुरा पाकल पाकल छ नि त पाकेको
अनि खोजिराख्नु भएन अब अर्को गस्तिर पनि जानु पर्यो अरू देखेकोहरू चाहिँ लिउँ न त यता रहेछ त भन्दैन यतापट्टि पनि रहेछ हौ त्यहाँबाट टिपटाप गरेर अर्को गसतिर लाग्नुपर्छ होस् यिनीहरू पर्दैन टिप्नु यो झोला लिएर चाहिँ यताबाट हालौँ हाल न एउटा गर्छ अब यताबाट ट्रान्सपोर्ट त्यो झोलामा गर्ने आधा झोला भए पनि भयो अचार राख्नु पायो हुन्छ अब अर्को गसतिर जाउँ है गाइस लु गाइस अब यो भयो यति आधा अब अर्को यता जङ्गल अझै घुस्दै जाँदैछु दुईजना अब दाजु पनि अब छ बोगरी चाहिँ अब कति सानो हो यो त अनि ए बेसी सानो हो नि यो लाने अनि कसरी झार्नु कसरी यसलाई लु अब यो सानो सानो पनि बोगरी लाने भन्छन् अब खोइ म देखेकै छैन झरा नि त झरा लु अब यो सानो सानो बोगरी पनि झराउने एकदम हालत खत्तम भयो गाइस यता अझै अरू जग्गामा हेरौँ न त त्यसमा हेर त त्यसमा पनि छैन होला उतापट्टि थियो नि अगाडि उतापट्टि जाउँ नि बाइक पनि त्यहीँ छ तल तल हिँड्न लु अब यताबाट चाहिँ हामी बोगरीको खोजमा हिँड्ने है लु त्यसरी गरेर हिँड्न हो त्यसरी बाँधेर काली भइसिस् त पनि ल अब कहाँ भेटिन्छ हौ गाइस कहाँ खोज्ने अब भ्याउँछ हो डन्ठा त यता पनि छैन पनि गस मात्रै रहेछ खै कहाँ होला ए यता ए सुकेछ यार बोगरीहरू पनि गरम जस्तो छ ऊ त्यो बोगरी गछ त्यता त केलाई डर लाग्दो जग्गा छ त नि यार त्यहाँ छ र बोगरी लु अब चाहिँ यति नै लिएर जानुपर्छ त्यहाँ छैन होला होस् माथि एकदम गाह्रो हो जग्गा चाहिँ एकदम वाइल्ड लाइफ क्या एकदम जङ्गल क्या एरिया चाहिँ यता आइज न माथिबाट हेर्दै जाउँ न त गस मात्रै छ तर बोगरी त एउटै देखिँदैन त यार यो गाइस अब चाहिँ भयो 2 बज्न आँट्यो 2 घन्टा भयो पुरा अझै पनि सेतै छ त बोगरी नि यति भोलि आधा झोला हुन आँट्यो झन्नेले हो अब उ त्यो गस पनि रहेको थियो तर होस् अब दुईटा गसले यत्रो झडाइदियो यार हेर्नु हो कम्ती छ यता अझै खोइ दाउ हातको हालत छैन यार खोइ धाउ मुकेर अनुहारको हालत देख अब भयो नि बोक्नु आज हात धुम भने जाने हात के धुनु गएर नुहाउँछु म त अब जाने अब घर गएर अब तपाईँलाई देखाउँछु ल कस्तो छ बोगरीको हालत यस्तो छ हात साथ धोइवरी तब गएर नुहाइ धुइ गर्ने पुरा उता धुलो उडिरहेको छ देख्नु त्यो धुलो आमा यस्तो धुलो छ हामी त यो पहाड नि त अनि पुरा यतापट्टि हेर्नु है नदी नै नदी म धुँदैन अहिले अब यो खुट्टी भन्छ क्या होला गाई गोरु पाल्ने खुट्टी
उतुसले त झन् मजा पायो नि त हौ अनि आम्मा हो हेर कम चाराले खाएको छ त्यसले मैले कम झोराएको छ त नि आम्मा नि अब जाउँ कहिले धर्नुपर्छ ल्या एउटा अब छिन् दाजु बहिनीको काम आजको लागि खत्तम है हाम्रो राम्रै भयो एउटा भिडियो पनि बनाउनु पाइयो नेपालीमा आज होइन अनि दाजु बहिनीले भिडियो पनि बनाइयो बोगरी पनि टिपाइ भयो बेर भन्छ है नेपालीको मान्छे नेपालको मान्छेहरू चाहिँ बेर बेर नै बेर भन्छ के भन्छ खै अनि अब यता चाहिँ बाइक यता राखेको हो पुरा नदी है गाइस एकदम नदी है बाइक पनि धुवाउनु पर्छ यता पुरा अब हो माने बोक न ल हिँडेको है गाइस अब चाहिँ घर गएर ल अब बाइक साइकल लिएर आयो यो चाहिँ हाम्रो हिरो हो क्या म चाहिँ यहाँ उठ्ने हो र यसलाई यसको ठाउँमा राखेर अब म पनि उठ्ने लुगा चाहिँ बर्बाद भयो क्या ल चलो ल जाने टाटा बाई बाई हामी यो जग्गामा फर्स्ट टाइम बोगडी लिन आएको के बोल्यो भने हावा पस्यो भने देखिहाल्छ फेरि म जान्दिनँ बरु छेडेर उहीँ बिहान बरु छेडेर बोगरी घर लिएर आएको यतै त्यहीबाट फक्रा भएको मान्छेको जिन्दगीमा केही छैन यार पहिले त हाम्रो बगरी खाइके कसैलाई अहिले भन्नु त बोगरी यति तुलु खाएके एकदम बढिया खतरे दामी अहिले दामी है अमिला मजा बढिया 1+ उता हेर्नु अरे कस्तो छ बोगरी ल है अब चाहिँ बोगरी ल्यायो खाइयो खत्तम भयो खत्तम भएको छैन एक झोला अनि अघि देखा खन् लो गाइस अब चाहिँ भिडियो खत्तम भयो होइन अब नेक्स्ट भिडियो कहिले हुन्छ भनेर मलाई थाहा छैन अनि मेरो यो आइफोनमा पनि पुरा स्पेस फुल भइसकेछ हो अब यता एडिट गरेर अर्को मोबाइलमा एन्ड्रोइड मोबाइलमा एडिट गरेर आइफोनबाट फेरि छोड्ने बेला अब तो ठिक है ओके गाइस तो भेट्नुपर्छ अर्को ब्लगमा ओके मेरो प्यारो प्यारो फुलहरू हेर्नुहोस् यो मोबाइलमा यार स्पेस बहुत जल्दी फुल हुन्छ हो गाइस के गर्नु भयो अब लाइट पनि छैन चार्ज पनि छैन अब छुट्टिन्छ होला एकति यस्तो छ पारै पुरा खत्तम भइसक्यो यार मोबाइलमा चार्ज पनि खत्तम भयो तब तपाईँको यो हेर्नु न हालत यस्तो चाहिँ बाई नेक्स्ट ब्लगमा भेट्छु है गाइस एकदम बाई 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 बाई